यता चन्द्रे मुनाको पर्खाइमा बसिरहेका हुन्छन्। त्यतिकैमा त्यहाँ चन्द्रको बुबाले चाहिँ भन्छन्, त्यो डिलको घरबाट महत्त्वपूर्ण सामानहरू चाहिँ अब मूल घरमा लिएर आइज, अब तिमीहरू यतै बस भन्दै थिए। उता मुना भने बुबाको घरमा गएकी थिइन्, यानि कि माइतीमा गएकी थिइन्। माइतीमा त्यहाँ उनले आमाले पठाइदिएको गिफ्ट भेटेपछि, यानि कि गिफ्ट पाएपछि उनी खुसी हुँदै चन्द्रको घरमा, यानि कि चन्द्रले देखाउन उनी एकदमै आतुर भएकी थिइन्। चन्द्रे पनि मुनाको पर्खाइमा बसेका थिए, तर बुबाले काम अराएपछि चाहिँ चन्द्रे त्यहाँबाट जान्छन्। अनि मुना आएर चाहिँ उक्त मोबाइल चाहिँ चन्द्रको बुबालाई देखाएपछि चन्द्रको बुबा पनि एकदमै धेरै खुसी हुन्छन्। अनि त्यहाँबाट मुनाले चाहिँ आफूलाई जन्म दिने आमालाई चाहिँ फोन गर्छन् र चन्द्रलाई झुक्क्याउनको निम्ति मुनाले नयाँ मोबाइलबाट फोन गर्छिन्। अनि चन्द्रले चाहिँ उक्त मुनाको स्वर चाहिँ चिनिहाल्छन्। हामीले सोचेका थियौँ मुनाले किन माइतीबाट मोबाइल ल्यायो भनेर चन्द्रले मुनालाई गाली गर्नेछन्, तर चन्द्रले त्यस्तो गरेनन्। चन्द्रे पनि उक्त सासू आमाले आफ्नो मुनाको लागि मोबाइल गिफ्ट दिएको कुरा सुन्दाखेरि चाहिँ उनी पनि असाध्यै खुसी हुन्छन्।